हाई नमस्ते साथीहरू, म नेत्र तपाईसँग छु हैन। म जस्ता लाखौं अनसक्सेस युवाहरूको मनमा एउटै आउने कुरा हुन्छ कि म अनसक्सेस भएँ, म बर्बाद भएँ, म सकिएँ, अब माथि उठ्न सक्दैन, अब म चाहिँ सडकमै आएँ भन्ने एउटा कुरा तपाईँले के बुझ्नुहोस् जिन्दगीमा भन्दाखेरि पास्ट जो हुन्छ नि, पास्ट भयो क्या, बित्यो नि जुन कुराहरू, बितेको कुराबाट तपाईँ जिन्दगीमा कहिले पनि रिग्रेट फिल नगर्नुहोस्। यो मलाई यस्तो भयो, मैले यस्तो गरेँ, मेरो उस्तो भयो, मेरो फलाना भयो, मेरो हलाना भयो, त्यसमा तपाईँ जाँदै नजानुहोस् र तपाईँ फ्युचरको धेरै प्लान पनि नबनाउनुहोस् क्या। म भोलि गएर यस्तो गर्नेछु, म भोलि गएर, तपाईँ बाँचे पो भोलि गएर गर्ने हो, तपाईँ जिउँदो भए पो भोलि गएर चाहिँ गर्ने हो हैन। तपाईँ नै भोलि रहनु भएन भने के हुन्छ? भोलि भविष्यको बारेमा धेरै प्लानिङहरू फलाना नगर्नुहोस्। प्रेजेन्ट भनेको तपाईँको छ नि ब्ल्याङ्क हो कि अँध्यारो हो। तपाईँ प्रेजेन्टमा हुनुहुन्छ नि, तपाईँलाई अहिलेको बारेमा तपाईँले प्लान बनाउनुहोस्। मैले अहिले यस्तो गर्नेछु, मैले आज यो व्यवसाय गर्नेछु, मैले यो जब गर्नेछु, मैले यो यसरी चेन्ज गर्नेछु। तर प्रेजेन्ट हुनु पऱ्यो कि 1-2 दिन हैन। यो आज अहिले भर्खरै के भन्न खोजेको, यो तपाईँले 10 वर्ष पछाडिको प्लान बनाउने, तपाईँले 10 वर्ष पछाडि फर्केर आफूलाई रिग्रेट फिल गर्ने झन अनसक्सेस मान्छे हुन्छ। हिजोको दिन बिग्रियो, भोलि के हुन्छ भरोसा छैन। र तपाईँ अहिलेको बारेमा सोच्नुहोस् र तपाईँ आजको बारेमा गर्नुहोस् के। मैले यसरी काम गर्नेछु, मैले यो काम गर्नेछु, फलानो गर्नेछु, आजको बारेमा मात्र तपाईँ सोचेर काम गर्नुहोस्। अनि मात्रै हामी जस्ता अनसक्सेस, म जस्ता अनसक्सेस मान्छेहरू सक्सेसतिर जान सक्छ। पास्टलाई देखेर रिग्रेट, फ्युचरको प्लान नेभर, कहिले पनि केही हुनेवाला छैन। थ्याङ्क यू सो मच गाइस, नमस्ते।